हेलो साथीहरू, हजुरहरूको कन्टेन्ट मोनेटाइजेसन आयो त? हजुरहरूले प्रोफेसनल ड्यासबोर्ड अन गर्नुभएको लगभग 1 महिनाभन्दा पनि बढी भइसक्यो र कन्टेन्ट मोनेटाइजेसन टुल अहिलेसम्म पनि आइसकेको छैन भने एकपटक मैले यहाँ स्क्रिन सेयर गरेको भिडियो हेर्नुहोस् है त। कतै हजुरहरूकोमा पनि द अलर्ट्स लागेर कति धेरै कपिराइट लागेको भिडियोहरू छन् कि एकचोटि मैले स्क्रिन सेयर गरेको भिडियो हेरेर हजुरहरूले पनि डिलिट गर्न सक्नुहुन्छ। पहिला फेसबुक खोल्नुहोस्, त्यसपछि तलपट्टि 3 डट छ त्यहाँ जानुहोस्, त्यसपछि हेल्प एन्ड सपोर्ट देख्नुभयो होला, हेल्प एन्ड सपोर्टमा जानुहोस् है त। सपोर्टमा जानुहोस्, त्यसपछि सपोर्टमा गइसकेपछि अदर कम्युनिकेसन्स भनेर छ त्यहाँ, त्यसमा हेर्नुहोस्, त्यहाँ हेर्नुहोस् त अलर्ट्स भनेर देखियो। अलर्ट्समा टच गरेपछि चाहिँ अब के हुन्छ त भन्दा त्यो खुल्छ, त्यसपछि त्यहाँ कति धेरै हुन्छ होला हजुरहरूको चाहिँ। अब मैले चाहिँ डिलिट गरिसकेँ, त्यही भएर चाहिँ मेरो चाहिँ त्यहाँ थिएन। जति पनि छन् त्यो सबै चाहिँ डिलिट गरिहाल्नुहोस्, जसले गर्दा चाहिँ हजुरको फेसबुक मोनेटाइजेसन हुन चाहिँ झन् ढिलो भइरहेको छ डिलिट गरेपछि। हो, हजुरहरूकोमा पनि द अलर्ट्स लागेर यसरी नै धेरै नै कपिराइट लागेको भिडियोहरू छन् भने चाहिँ यो तुरुन्त डिलिट गरिहाल्नुहोस्, जसले चाहिँ हजुरहरूलाई कन्टेन्ट मोनेटाइजेसन टुल दिनको लागि चाहिँ धेरै सहयोग गर्छ। हस् त, थ्याङ्क यू।